नेपालको मध्य भागमा अवस्थित चितवन जिल्लाको दक्षिण पूर्वतर्फ विश्व सम्पदा सूचीमा सूचीकृत रहेको अत्यन्तै सुन्दर चितवन राष्ट्रिय निकुञ्ज र पश्चिमतर्फ नारायणी नदीको बीचमा पर्दछ भरतपुर महानगरपालिका। पूर्व पश्चिम राजमार्गसँगै फैलिएको तराईका खुल्ला समथर फाँटहरू, राप्ती र नारायणीसँगै सुसेली खेल्ने मनमोहक वन क्षेत्रहरू, भरतपुर महानगरपालिकाको मुख्य बजार 24 कोठी चोकबाट करिब 21 किलोमिटर दक्षिणतर्फ अवस्थित रहेको छ भरतपुर महानगरपालिकाको वडा नम्बर 25। यस वडामा 4949 भन्दा धेरै जनसङ्ख्यामा महिलाहरू, 4568 भन्दा धेरै पुरुषहरू गरी जम्मा 9517 भन्दा धेरै जनसङ्ख्याहरूको बसोबास रहेको छ। यस्तै वडाको कुल भौगोलिक क्षेत्रफल 14.16 वर्ग किलोमिटर रहेको छ। प्रकृतिको सुन्दर उपहारहरू र उपहारसँगै सामुदायिक एकता बीच विकासको नयाँ भविष्य लेखिरहेको छ भरतपुर महानगरपालिकाको वडा नम्बर 25। सिमाना साझा गर्दै बगेको राप्ती नदी, दुर्लभ प्रजातिको एकसिङे गैंडा देख्न र मनमोहक दृश्यावलोकन गर्न सकिन्छ। राप्ती नदी मात्रै होइन, यो त कैयौं जीव जनावरहरूको घर हो, जसले वर्षौंदेखि निरन्तर रूपमा जीव जनावरहरूलाई निरन्तर आहार विहार गराउँदै आइरहेको छ। यस वन क्षेत्रमा विभिन्न प्रजातिका रङ्गी चङ्गी पन्छीहरूको दृश्यावलोकन गर्न सकिन्छ। समय अनुसार नदी किनारमा सयौं मृग, हात्ती, बाघ जस्ता जनावरहरूको विचरण गर्न पनि सकिन्छ। सामाजिक एकता, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्र पर्यटन व्यवसायको लागि मुख्य गन्तव्यको रूपमा विकास भइरहेको छ। यस वडामा पुर्ख्यौली बसोबास गर्दै आएको र नेपालको विभिन्न जिल्लाहरूबाट बसाइसरी आएको विभिन्न जात जातिहरू जस्तै क्षेत्री, ब्राह्मण, तामाङ, गुरुङ, थारू, दलित समुदायहरू र अल्पसंख्यक समुदायहरू जस्तै कुमाल, बोटे जस्ता धेरै जात जातिहरूको सामाजिक सद्भावका साथ बसोबास रहेको छ। भरतपुर महानगरपालिका वडा नम्बर 25 अन्तर्गत पर्ने दलित बस्तीमा र बोटे बस्तीमा स्थानीयवासीको जीवनस्तर उकास्ने महत्त्वपूर्ण कार्यहरू सम्पन्न भएका छन्। भरतपुर महानगरपालिका तथा वडा कार्यालयको समन्वय र सहयोगमा यहाँ व्यवस्थित तथा सुरक्षित आवासीय भवनहरू निर्माण गरिएको छ, जसले बस्तीको समग्र रूपान्तरणमा ठूलो योगदान पुर्याएको छ। यस्तै दलित बस्तीमा पनि वडाको विशेष पहलमा जस्ताको छाना राख्ने कार्य सम्पन्न गरिएको छ। म दिलबहादुर नेपाली, सुन्दर भरतपुर महानगरपालिका वडा नम्बर 25 स्थित सुन्दर बैरगाई टोल विकास संस्थाको अध्यक्ष पनि। लगभग 90 घरधुरीको चाहिँ घरधुरी छ हाम्रो सुन्दर बैरगाईमा। त्यसमा पनि लगभग 4-5% गैर दलित, नत्र भने 95% चाहिँ पूर्ण दलित। आर्थिक रूपमा कमजोर समुदायलाई सुरक्षित र सम्मानजनक आवास उपलब्ध गराउँदै उनीहरूको दैनिक जीवनमा
सकारात्मक परिवर्तन ल्याएको छ। यी प्रयासहरू सामाजिक समावेशिता, समानता र दिगो विकासतर्फ वडा नम्बर 25 को प्रतिबद्धतालाई स्पष्ट रूपमा देखाउँछ। मेरो नाम हर्के कुमाल। हाम्रो कुमाल बस्ती यहाँ 25-26 घर जति छ। हामी चाहिँ नि अलि पिछडिएको कारणले गर्दाखेरि अलि बाटोभन्दा अलिकति भित्रभित्रै छौँ हामी। बसेन्डो हुँ। हाम्रो यो रातापुरमा 190 धुरी थारू समुदायहरू बसेका छन्। यो हाम्रो गाउँलाई रक्षा गरून् भनेर हामीले यो ब्रह्म थान, यो हाम्रो कुनै व्यक्तिगत देउता होइन, हाम्रो यो गाउँैभरिको देउता हो। सबैले आएर पूजा गर्दा हुन्छ। यो चाहिँ हाम्रो गुठी नै हो, तर यो सबैजनाको यो ढुङ्गा यताउता गरेर हामीले यो सङ्कलन गराएर चाहिँ हामीले यहाँ पूजापाठ हजुरबाको पालैबाट नै यसरी नै गरिआएको हो। त्यही भएर हामीले अब अहिलेसम्म पनि गरिराखेका छौँ। हाम्रो यस बहत्तर महानगरपालिका वडा नम्बर 25 शिवालय चोकमा रहेको यो चैतन्येश्वर महादेव मन्दिरमा विशेषतः भक्तजनहरू एउटा धार्मिक आस्थाले नै आउनुहुन्छ। विशेषतः यहाँ धेरै त्यतिखेर आउनुभएका स्थानीय बुवाहरूकै सम्झनामा यहाँ मन्दिरहरू स्थापना भएका छन्। जस्तो कि यता आफ्नो मेरो देउरेपट्टि यहाँ छ के अरे हाम्रो पनि होमन कुण्ड छ। त्यो चाहिँ हाम्रो सापकोटा परिवारद्वारा त्यो निर्मित भएको थियो र हाम्रो यतापट्टि हाम्रो यो लक्ष्मीनारायण मन्दिर चाहिँ हाम्रो चापागाई परिवार जो अहिले यहीँ अग्रज दाजु पनि हुनुहुन्छ। यसमा अहिले हाल हामीले नित्य यहाँ बिहान योगा हुन्छ। यस वडाभित्र बसोबास गर्ने वडावासीहरूको मुख्य पेशा भनेको
कृषिसँग सम्बन्धित पेशा जस्तै कृषिबाली, पशुपालन जस्ता कृषिसँग सम्बन्धित पेशा हो। यस वडामा अन्य थप विभिन्न किसिमका आर्थिक क्रियाकलापहरू, व्यापार व्यवसाय, पर्यटन उद्योग, उद्योग व्यवसाय आदि फस्टाउँदै गइरहेको छ। यसमा नराम्रो भन्ने चिजै छैन। यसको गोबर हग्दे पनि पैसा पर्ने जात हो होइन, दुध आइने पैसा पनि जात हो। कतै यसलाई हामीले चाहिँ नराम्रो मान्ने छैन। अहिले चाहिँ तपाईँको यो 82मा लगभग किसानले चाहिँ एउटा चाहिँ हँसिलो मुहार गर्ने चाहिँ अवसर मिलेको छ। यो उत्पादनमा कम भएर हो अथवा इन्डियाबाट आउनमा चाहिँ कम भएर हो। सबै अहिलेसम्मको आजको मिति 2082सम्मको हिसाबमा चाहिँ सबै किसानहरू चाहिँ लाभदायी छन् र विगतको भन्दा धेरै राम्रो मूल्य समातेर अब फेरि गर्नुपर्छ है भनेर चाहिँ किसानहरू त्यतातिर लम्किने क्रममा छन्। कृषिमा तरकारी खेती, केरा खेती सबैमा काम गर्ने होइन, त्यो खेतीपाती त्यसमा गर्ने गर्नाले हामीले फेरि त्यो मल बिउ बिजन पनि आवश्यकता ठाने हामीले फेरि मल बिउ बिजन सबै हामीले यसबाट वितरण गरिन्छ। ऋण लगानी पनि गरिन्छ, मल बिउ बिजन पनि यहाँबाट वितरण गरिन्छ, जो सबै जनताहरूलाई यहाँ खुसी हुनुहुन्छ। के गर्ने त भनेर सोच्दाखेरि अब गाई पालेर अलिअलि आम्दानी हुन्छ कि गाई पालौँ न त भनेर थोरै 1-2वटाबाट सुरु गऱ्यौँ। अहिले ठिकै छ। अहिले सानोतिनो व्यवसाय नै भयो। मैले आदर्श एग्रो बिल्डिङ एन्ड रिसर्च सेन्टर प्राली सञ्चालन गरिरहेको छु। अब त्यहाँ झन्डै 20,000जनाको सङ्ख्यालाई रोजगार दिएको छु। अब यहाँ चाहिँ हाम्रो कार्यहरू जस्तै मासु सम्बन्धी पशुदिन कार्यहरू गरिन्छ, ससेज मोमो लगायत। अब मासुका हरेक परिकारहरू अब होटेलमा चाहिने देखि लिएर बिहा पार्टी तथा व्रतबन्धनको लागि चाहिने अब सम्पूर्ण मासुजन्य सामग्रीहरू हामीले प्रशोधन गर्दै आएको छौँ, दिँदै आएको छौँ। यो चाहिँ किमा मेसिन हो। यो चाहिँ किमा बनाउँदा युज हुन्छ। अनि यो हाम्रो पोल्चरहरू, यसमा किमाहरू आइसहरू हालेर मिक्स गर्ने ससको लागि। अनि यो चाहिँ हाम्रो फिलिङ मेसिनको। स्थानीय स्तरमा व्यवसायहरूलाई आर्थिक लगानी र बजेट तरलताको अभाव हुन नदिनको लागि साना किसान सहकारी संस्था लिमिटेडले अन्य थुप्रै सुधारोन्मुख बहुउद्देश्यीय आर्थिक क्रियाकलापहरू पनि सञ्चालन गरेको छ। नमस्कार,
म यस साना किसान कृषि सहकारी संस्था अलीको अध्यक्ष भुवन बहादुर भण्डारी। यो 2059 साल जेठ 24 गते यसको स्थापना भएको छ। हस्तान्तरण पनि त्यही बेला भएको छ र यो 25 नम्बर यसको कार्यक्षेत्र रहेको छ। 25 नम्बरभित्र यो वडा नम्बर 25 भित्र रहेका किसानहरू जो कृषि कार्यमा लाग्नुहुन्छ उहाँहरूको हितको लागि अथवा त्यसमा काम गर्न कृषि सम्बन्धी कार्य गर्नको लागि भनेर स्थापना भएको हुँदाखेरि हामी कृषि सम्बन्धी कृषिमा उत्पादन हुने चिजहरू खरिद बिक्री अनि कृषिमा लाग्ने सामग्रीहरू यो तरकारी खेती गर्नेहरूलाई मल्चिङ प्लास्टिक बोरिङका पाइपहरू अनि मल बिउ जाली जे किसानहरूलाई आवश्यक पर्छ ती सामानहरूको बिक्री पनि गर्छौँ र सर्वसुलभ रूपमा हामी हाम्रा कृषि गर्ने सदस्यहरूलाई सर्वसुलभ ब्याज दरमा ऋण पनि प्रवाह गर्छौँ हामीले। वडा नम्बर 25 जनताको सेवामा समर्पित, जहाँ प्रत्येक दिन कर्मचारीहरूले जिम्मेवारीका साथ आफ्नो कार्यमा खटिँदै सेवाग्राहीलाई छिटो, सहज र पारदर्शी सेवा प्रदान गरिरहेका छन्। कार्यालयमा आउने नागरिकहरूको सन्तुष्टि र मुस्कानले सेवाको गुणस्तरलाई झल्काउँछ। सक्रिय कार्य संस्कृति, अनुशासित टिम र नागरिक मैत्री व्यवहार यी सबैले वडा कार्यालयलाई भरोसा र विश्वासको केन्द्र बनाएको छ। तपाईँलाई यसो बुझाउँ भनेर आएको। पहिले भन्दा काम गर्न अहिले सजिलो छ। अहिले घर घरमा आएर दिँदै हेर्नुभएको छ, सजिलो भएको छ, खुसी छ एकदम। विगत केही समय यता तीव्र विकासको गतिमा अगाडि बढ्दै आएको वडा नम्बर 25 आज भरतपुर महानगरकै उत्कृष्ट वडाको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ। यस वडाभित्र 85% भन्दा धेरै बाटोहरू कालोपत्रे भइसकेको छ र बाँकी रहेको बाटो पनि चाँडै नै कालोपत्रे हुने क्रममा रहेको छ। वडाका विकासका कार्यहरू शिक्षा, स्वास्थ्य, खानेपानी आदि जस्ता क्षेत्रहरूमा पनि विकासका कार्यहरू अझै थप सुव्यवस्थित हुने क्रममा रहेको छ। हाम्रो करिब यो हाम्रो सर्वे हुँदाको अवस्थामा 2055-56 सालतिर जहाँसम्म लाग्छ, म तत्कालीन अवस्थाको गाउँ सुगरनगर गाउँ विकास गाविसको यो साबित 3 नम्बर वडाको वडा अध्यक्ष पनि थिएँ। सोही बखतमा हामीले यो खानेपानी महसुस ठहर भएर हामी योजनालाई माग गरिएको थियो र सर्वे गर्ने प्रक्रिया त्यही बेला भयो। तदनुसार यहाँ जनसङ्ख्या अत्यन्त अलिक कमी नै थियो तत्कालीन अवस्थामा। करिब यो सर्वे हुँदाको बखतमा 900-950 घरधुरी सङ्ख्यालाई आधार मानेर पानी खाने सर्वे भएको थियो। त्यही घरधुरी सङ्ख्यालाई
मध्यनजर गर्दै यो खानेपानी टङ्की भयो। यो टङ्की 2,25,000 को टङ्कीबाट यति घरधुरी सङ्ख्याहरूलाई पर्याप्त पानी पुग्छ भन्ने ठहर भएर सर्वे भएको हो। पछि जनघनत्व विस्तार हुने क्रममा अब विशेष गरेर चितवन जिल्लामा 76-77 जिल्लाको बसोबास गर्ने क्षेत्र भए हुनाले यहाँ चारैपट्टिको मान्छेहरूको बसोबास गर्ने छिटोभन्दा छिटो चाहिँमा यहाँको घरधुरी सङ्ख्याहरूको वृद्धि भएर गयो। यही वरिपरिको हिसाबले हेर्दै लिएर जाँदा अहिले हामीलाई अहिले त करिब 2200-2300 घरधुरी सङ्ख्याले पानी खानुभएको छ र आधार के हो त भन्दा यही 900,000 घरधुरी सङ्ख्याको पानी बाँड्नु पऱ्यो। अब त्यो पानी बाँड्दाखेरिको अवस्थामा हिजो हामी 24 घन्टा पानी खुला दिन सक्थ्यौँ भने अहिले त्यो पानी पुरै छोड्दाखेरि अब पानी कुनै कुनै धारामा कुनै कुनै क्षेत्रमा असाध्यै न्यूनीकरण भयो र पानीमा ग्राहक वर्गमा असन्तुष्टि वर्ग स्वाभाविकै भयो। अब मान्छेले पानीको यो खानेपानीको आधारले गराउँदा यहाँ भएका संरचनाहरू इनारहरू चापकलहरू विस्थापित भए। यो आड यही भयो। यसैबाट हाम्रो व्यवसाय गाई पालन भैँसी पालन कुखुरा पालन र विभिन्न खालका अब बोर्डिङ स्कुलहरू सबैले खाने सबै आधार के हो त भन्दा यही हो। त्यो भन्दा अब हामीलाई पानीले अति नै चाहिँ अभाव जस्तो देखिएको हुनाले यहाँको समाज यहाँको चाहिँ बढी यो उपभोक्ता समितिका पदाधिकारीहरू सबैको एउटा सल्लाह र सहमतिमा यसलाई अपग्रेड गर्ने प्रक्रियामा जाउँ भनेर विगत 2 वर्ष अगाडि अब हामी करिब चाहिँ यो एउटा इस्टिमेट गराउँदा करिब 22 लाखको एउटा चाहिँ इस्टिमेट निक्लेको थियो। त्यो अन्तर्गत अब मेरै नेतृत्वमा डेलिगेट गएर अहिले पहिलो चरणमा 6 करोड रुपियाँ दाम बजेट विनियोजित भएर अहिले फेरि 4,50,000 को टङ्की निर्माण भएर यी हामीलाई यो 2200 घरधुरी सङ्ख्यालाई मात्र होइन यसले यो कामको पानी विस्तार हुँदाको बखतमा भोलि गएर 4,000 घरधुरी सङ्ख्यालाई पनि यसले पर्याप्त पुग्ने हिसाबमा चाहिँ अघि बढेको छ। त्यो चाहिँ करिब हामीलाई यो हाम्रो धेरै 75% होइन 100% को यो 24 र 25 को हाम्रो बाटोघाटो अनि बिजुली शिक्षा स्वास्थ्य हाम्रो धन्य एउटै वार्डको जस्तो छ सबै प्रक्रियाहरू हाम्रो रहन सहन सबै कुराहरू हामी यो वार्ड र त्यो वार्ड भन्ने भिन्न पनि होइन। तथापि पनि यो के हो त भन्दा हाम्रो प्रभात माध्यमिक विद्यालयले 2036 सालदेखि नै यसलाई चाहिँ अमत कमत गरेर यो हाम्रो एउटा यो 52 बिघाको एरिया करिब यो दर्ता तत्कालिक अवस्थामा नभएको जग्गालाई विद्यालयले पनि एउटा चाहिँ आबाद गरेर आफ्नो स्वामित्वमा ल्याउने प्रक्रिया गराएर यसलाई सर्वे गरिकन पनि उसको नाउँमा प्रभात माध्यमिक विद्यालयको नाउँमा ल्याइसकेको अवस्था र अब हामी तत्कालिक बेलामा अब सर्वे कहाँ गर्ने त 5 कट्ठा जग्गा चाहिने त्यो 5 कट्ठा जग्गा कसले उपलब्ध गराउने त भनेर भन्ने क्रममा हाम्रो 25 नम्बर अन्तर्गत रहेको माध्यमिक विद्यालयको व्यवस्थापन समितिको तत्कालिक समिति क्षेत्रभित्र म पनि थिएँ 3 नम्बरको वार्ड अध्यक्ष पनि भएको र सबै साथीको सहमतिले अब के गर्ने त हाम्रो खानेपानी अब 24 मा पनि चाहिन्छ 25 मा पनि पाइन्छ। अब हाम्रो जग्गा त्यहीँ भएको नाताले हामीले प्रभात माध्यमिक विद्यालयसित जग्गा मागौँ भन्ने हिसाबमा अब विद्यालय व्यवस्थापन समितिले एउटा चाहिँ सहमति गरेर कमसेकम न्यूनतम भाडा तिर्ने यसले खानेपानीले न्यूनतम विद्यालयलाई केही भाडा तिर्ने हिसाबमा हामीले यो चाहिँ खानेपानीको ट्याङ्की निर्माण गर्न सफल। मेरो नाम रामहरि दवाडी श्री प्रभात माध्यमिक विद्यालय भरतपुर 25 महानगरको विद्यालय व्यवस्थापनको अध्यक्ष। विद्यालय तपाईलाई भन्नै पर्दा नेपाल अधिराज्यमा 1 रुपैयाँ पनि कुनै किसिमको शुल्क नलिकन पढाएको सरकारी विद्यालय हो।
गुणस्तर अभिवृद्धि गर्नको लागि यो विद्यालयमा मैले देखेको चुनौतीको रूपमा देखेको त्रिपक्षीय सुधार गर्न अति आवश्यक छ। एउटा अभिभावक, एउटा विद्यार्थी, एउटा चाहिँ व्यवस्थापन, यो तीनटा त्रिकोणात्मक रूपमा चाहिँ एकमत भएर एकतर्फी नभइकन सबै मिलेर गयो भने यो व्यवस्थापन गर्न सकिन्छ, गुणस्तर ल्याउन सकिन्छ। मेरो नाम होमनाथ भण्डारी, प्रभात माध्यमिक विद्यालय भरतपुर 25 शुक्रनगरको 2072 सालदेखि प्रधानाध्यापकको रूपमा कार्यरत छु। म यही विद्यालयको पूर्व विद्यार्थी पनि हुँ। करिब 40 वर्षदेखि अध्यापनको एउटा यात्रामा यो विद्यालयमा जोडिरहेको छु। आगामी दिनमा विद्यालयलाई चितवनको खास गरी भरतपुर महानगरपालिकाको एउटा अत्यन्तै अब्बल विद्यालयको स्थितिमा पुर्याउने योजना कार्यक्रम सहित अगाडि बढिरहेको कुरा अनुरोध गर्न चाहन्छु। म मैत सिंह तामाङ, भरतपुर 19 घर, 2053 सालदेखि शिक्षण पेसामा आबद्ध छु। 13 वर्ष जति मैले किरण अमरदन गुरुङ माध्यमिक विद्यालयमा प्रहको भूमिका निर्वाह गरेँ। सरह भएर यहाँ म 77 सालदेखि प्रहको रूपमा चाहिँ कार्यरत छु। गत वर्ष चाहिँ हामी कहाँ अलि धेरै विद्यार्थीहरू थिए, करिब 556 विद्यार्थीहरू थिए। तर हाम्रो यो साधन पुर्याउन नसक्ने भएको नै यसपल्ट हामीले अलि टाढाबाट विद्यार्थीहरूलाई त्यो सुविधा दिन सकेनौँ। हाल विद्यालयमा 500 विद्यार्थीहरू अध्ययनरत विधिवत रूपमा आउने छात्रवृत्तिहरू पनि हामीले उहाँहरूलाई उपलब्ध गराएका छौँ। त्यसरी नै हामीले विद्यालयलाई सञ्चालन गर्दै आइरहेका छौँ। म रामहरि जमर कटेल, यस विद्यालयको गणित विज्ञान शिक्षक एवं सहायक प्रधानाध्यापक। हामीले यो पूर्व प्राथमिक कक्षामा अलि बढी जोड दिँदै आएका छौँ। पछिल्लो समयमा पूर्व प्राथमिकमा नर्सरी र केजी कक्षाहरू सञ्चालनमा छन् र करिब 100 जना विद्यार्थीहरू हामीसँग उपलब्ध छन्।
भरतपुर महानगरपालिका वडा नम्बर 25 को वडाध्यक्ष हाल छविलाल सापकोटाज्यू हुनुहुन्छ। उहाँको कार्यकाल सुरु भए यता वडाको सुशासन र विकासको लागि अभिभावकको जस्तै भूमिकामा विभिन्न विकासका कार्यहरू र सुशासनका कार्यहरू गर्दै आउनु भएको छ। कहिले आशा भरोसाको केन्द्र बनेर, कहिले असहायको सहारा बनेर समग्र रूपमा अभिभावकको जस्तै भूमिका निर्वाह गर्दै अनगिन्ती जिम्मेवारी वहन गर्दै निरन्तर लागिरहनु भएको छ। सदैव निरन्तर। नमस्कार। चितवन जिल्ला भरतपुर महानगरपालिका वार्ड नम्बर 25 म यस वडाको वडाध्यक्ष छविलाल सापकोटा, साबित शुक्रनगर गाविस र म 2079 साल वैशाख 29 गतेको जननिर्वाचनमा निर्वाचन भएको र म जेठको 13 गते यस अध्यक्षता ग्रहण गर्ने अवसर मिलेको। कार्यकालभन्दा अगाडिको अवस्था भनेको हाम्रो भरतपुर महानगरपालिकाबाट यो हाम्रो करिब 21-22 किलोमिटरको पश्चिममा पर्ने अलिकति दुर्गम क्षेत्र जस्तै पनि हो। तथापि पनि विकासमा थोरै पछाडि परेको यो एरिया र हाम्रो बाटोघाटोहरू अलि पर्याप्त मात्रामा पिच नभइसकेको अवस्था अनि हाम्रो सिँचाइको पनि अवस्था अलिकति कमजोरी नै थियो। हामी लिफ्ट इरिगेसनबाट सञ्चालन गर्नुपर्ने सतह सिँचाइको अलिकति मूल कतै पनि नभएको यो अवस्था चाहिँ थियो र तत्कालीन अवस्थामा मभन्दा अगाडि पनि केही कामहरू विकास उन्मुख भइसकेको अवस्था हो। किन भन्दा बाटाका पूर्वाधारहरू 5-7 किलोमिटर बाटो भइसकेको पनि र केही पूर्वाधारहरू बनेको अवस्था पनि थियो भने त्यस्तै अब बत्तीहरूमा चाहिँ अब करिब हाम्रो त 54मै अब 7औँको योजना लगाएर पोल गाड्ने कामहरू त लगभग सबैतिर भइसकेको थियो र स्वास्थ्यमा चाहिँ अलिकति भौतिक पूर्वाधारहरू पर्याप्त भइसकेको अवस्था चाहिँ थिएन, केही बन्दै पनि थिए। त्यस्तै अब शिक्षाहरू पनि करिब हाम्रा भाइ बहिनीहरू पढ्नेहरू कोठाहरू यो 2072 को भूकम्पले कतिपय क्षतिग्रस्त पनि भएको र त्यो निर्माणका कामहरू पनि बाँकी रहेको अवस्थामा ती पनि अलिकति चाहिँ अलि निर्माणका कामहरू अगाडि भए। कृषिहरूको पनि अलि सिँचाइले अलिकति राम्रो भइरहेको अवस्था चाहिँ छ। त्यस्तै अब पर्यटनको अवस्थामा हेर्दा अब हाम्रो भ्रमण वर्ष मनाएर हामी भरतपुर महानगरपालिकाले नै एउटा भ्रमण वर्ष एउटा राम्रो किसिमको चाहिँ सफल भयो। त्यो सफल गर्दाखेरि पनि हाम्रो यहाँ भरतपुर 25ले अत्यन्त सहभागी गरायो। हाम्रो यो क्षेत्रलाई पनि पर्यटनको थोरै अलिकति मोडालिटीमा हामी विभिन्न खालका मठ मन्दिरहरू एउटा धार्मिक पर्यटन र यो चाहिँ हाम्रो पर्यावरण किसिमका चाहिँ पर्यटनहरू अब चाहिँ हाम्रो केही अलिकति विस्तार भएको छ। अब हाम्रा धर्म सांस्कृतिकतिर जाने हो भने हामी विभिन्न खालका हाम्रो जाति भाषीलाई अलिकति प्रोत्साहन गरेर उहाँहरूलाई आफ्ना वाद्यवादनहरू उहाँहरूले चाहिँ ड्रेसहरू
र उहाँहरूको कल्चरहरूको अलिकति विकास भएको छ। हरेक गुरुङमा जाउँ, तमाङमा जाउँ, मगरमा जाउँ, अब ताकाधारीहरू ब्रह्मार क्षेत्रीय समाजमा जाउँ, उहाँहरूको पनि केही विकास अवस्था चाहिँ भएको अवस्था चाहिँ छ। र हामीले अब योगलाई पनि अलिकति के भन्दा हामी स्वास्थ्य रहे मुलुकलाई स्वास्थ्य राख्न सकिन्छ, अब सबैलाई स्वास्थ्य बनाउन सकिन्छ भन्ने हेतुले हामीले म आइसकेपछि हरेक टोलमा हरेक मान्छेहरूलाई योग गरौँ, निरोगी बनाऊ भन्ने हिसाबमा मैले कार्यक्रमहरू पनि ल्याइराखेको छु। प्रत्येक वर्ष हाम्रो यो वार्डमा हामीले 2-3 शिविर गरेका छौँ र 5-7वटा शाखा खोलेर अहिले हाम्रो बिहानमा सबै ठाउँमा हाम्रो योग ध्यानहरू चलिरहेको अवस्था चाहिँ हो। अरू सिँचाइको कुरालाई अब कतिपय सतह सिँचाइको लागि कुला सोर्ने कामहरू मैले माथि बजेटिङ गरेर, जसका छोराछोरीहरू विदेश गइसक्नु भएको छ, यहाँ पपुलेसन असाध्यै न्यून भइरहेछ। अब अर्काको पाखुरोले गर्न पर्ने ठाउँमा हामी मेसिनै प्रयोग गरेर भए पनि अब कुलो सोहोर दिने कामहरू पनि भएको छ। र अब हामीले अझै पनि गर्नुपर्ने कामहरू अझै छन्, अब धेरै छन्। अब शिक्षाकै कुराहरू गर्दाखेरि हामीलाई प्राविधिक शिक्षा अहिले अत्यन्त प्रभावकारी देखिएको अवस्था चाहिँ छ। हामी हरेक कुरालाई पोजिटिभली लिउँ, नराम्रो कामलाई हामीले सुझाव दिउँ, राम्रो कामको लागि धन्यवाद दिउँ र के काम छ सेवाको लागि हामी घर दैलोमा गर्न पनि हामी तयारी छौँ। समस्या छ हामीले वार्डमा आएर यहाँहरूले दिइदिनु होला र हामी एक्लै केही पनि हुन सक्दैन। त्यो समस्याको पहिचान गराएर हामी समस्याको समाधान गर्नलाई हामी तयारी छौँ। कुनै लोभ लालचा यता त्यता कोही गरेर कर्मचारीले कहीँ कतैलाई दुःख दिनुभएको छ भने मलाई पनि भनिदिनु होला। अब हामी सुशासन दिने भन्ने प्रतिबद्धताका साथ आएको हो। सामाजिक काममा एउटा चाहिँ मर्यादित हिसाबले काम गर्ने भनेर आएको हो। जति दिन हामी गर्न सक्छौँ स्वच्छ दिलले एउटा तपाईँ हाम्रो एउटा प्रेम भावले हुने गरी हामी काम गर्ने लक्ष्य हो। त्यो हुँदा यहाँहरू सबै मिलाउँ, यहाँको सबै दलगतका साथीहरू, विभिन्न खालका चाहिँ जनजातिहरू सबै मिलाउँ, नमिलेसम्म केही हुँदैन। हामी विकासको निम्ति एकजुटता हौँ, राजनीतिलाई आफ्नो ठाउँमा जाउँ भन्ने मैले यी कुराहरूको प्रेरणा गर्छु। र विद्यालय हकमा सबैले यहाँ गरौँ, आफ्ना बालबालिका जहाँ जहाँ पढ्नु भएको छ त्यहाँ अनुगमन आफैले पनि गर्ने गरौँ। टिचरहरूसँग यहाँहरूको भुलाकुसाली जहिले पनि गरिदिनु होला।